Hey guys, welcome back to my another video. It's me Buddhi Tamang अनि अहिले चाहिँ 11 बजिसकेको छ। भर्खर खानासाना खाएर यसो डुल्न जानु भनेर चाहिँ घरबाट निस्केर हिँडेको त यो गाउँको हलचल यस्तै छ। सुनसान छ गाउँतिर पनि। त्यही नै हो। अब आज यसो यताउति घुमिन्छ। त्यो घुमेको भिडियो अफकोर्स म देखाउने नै छु। तपाईहरुले अन्तिम समय हेर्नुपर्ने हुन्छ। त्यही हो गाइस। हाम्रो चाहिँ त्यहाँ के रे बुद्धि दाइ छन् टोयलेटतिर गछन्। अनि चाहिँ हाम्रो यहाँ भट्ट दाइ मस्त काम गर्दैछन्। जस यस्तो घाम ताप्दै म चाहिँ यहाँ भट्ट दाइको जस छेउमा साथी बस्न आइदिथे। हैन दाइ? अनि आज कहाँ जानी त? करेसाबारी। बस्सो पात टिप्न जान्छौँ। अनि अब त्यहाँ त अब भिडियो बनाउनु एकछिन इन्तजारमा बस्नु इन्तजार हेरिन्छ। म पनि छाया पनि कस्तो दामी देखेको यार। होइन त गाइस छायाहरू मस्त घाम चाहिँ यताबाट लाग्छ नि त। त्यही नै हो। त्यही त काम म घर पनि आइसकेँ। अब चाहिँ टक्क पारेर आउनु पर्ने हुन्छ। बास ल्याएको पुग्छ यतिले? त्यही हो अब सुनाउनु पर्ने हुन्छ। घाम पनि मस्त लाग्छ। नुहाउँछु नुहाइसकेपछि चाहिँ अनि के कस्तो हुन्छ भिडियो त्यो अब अगाडि नै गएर हेर्नु होला। त्यही हो गाइस। त्यही त मैले चाहिँ नुहाएर अनि फ्रेस भइसकेँ। नुहाइदै गरेँ। अब यसो भेस्लिङ मिलाउँछु। अनि चाहिँ अब उता विशालले चाहिँ उता पात टिप्न जाने भनेछ। अनि यसो पात पनि टिप्न जान्छौँ। अनि त्यो टिपेर आएपछि चाहिँ यस्तै घरतिर बस्छु। त्यही हो गाइस। गाउँतिर नि भइराग लाग्दै दिन्छ। कतिखेर आउने हो त्यता हो घर पनि। त्यही त गाइस अहिले चाहिँ यता नहरतिर टक्क बसिरहेको छु म। त्यहाँ आन्टीहरूले बेसरम काट्दैछन् अनि म छिन घाँस काट्नु पऱ्यो। हाम्रो भट्टे दाइले चाहिँ अब यता बाख्राहरूले स्याहार गर्दैछन्। घाँसहरू झुन्डाउँदै पानीहरू खाँदै। म चाहिँ यहाँ घाम ताप्दैछु। त्यही हो गाइस। अब जाडो महिना नि गइसक्यो। गर्मी महिना नि गइसक्यो। घामले पोल्न थाल्यो। दाइ तपाईँ अब इन्डिया गएपछि कहिले आउनुहुन्छ? वैशाख भनेपछि चैत वैशाख। ए कति गते? 3 लास्टै वैशाख जेठ। अनि कहिले जानुहुन्छ? वैशाख पछि त म नि छुट्टी हो। चैतको त्यसपछि हिँड्ने हो इन्डियातिर। 3 महिना चाहिँ त्यहीतिर जानु पर्ला काठमाडौँतिर। हालिदिनु के यार? सामान नि ल्याउन छ। विशाल राजदाई सामान निकाल। यो त धुलोमा नि कोका आएन। मैले एकछिन पनि फेरि सोचेको छैन। त 10 मा 20। हाम्रो दाइको बुलेट बाइक भटभटे त्यस्तै बनाइन्छ। एकदम ठिक छ दाइ। आइडिया धेरै राम्रो छ। तपाईँ आइन्स्टाइन बन्नुहुन्छ। अलि बेसरी बोल न।
बहुत मजा हुन्छ रे ध्यान दिएर चढ्नुपर्छ है यो चाहिँ बाख्रा काट्दैन नि तारो सुनमा कता जति त सबै गर्छ रे सुकेर हो क्या त्यो कहाँ हाने भाँच्न बरु भाँचिन्छ भने सुरु दाइ यसको फाइदा बारे बताउनुहोस् के यसको फाइदा भनेको सुगर प्रेसरको रोगीलाई ट्याक्क बिहान बिहान खाली पेटमा खिचेर यसको 1 गिलास रस पिलाउँदामा बहुत फाइदामन्द खाना राम्रो होइन यो एकदमै सुनमा सुगन्ध सबै काट्न दिन्छु सेम बगेना जस्तै हुने रहेछ यार पक जान्छ के छुट्टी काटे नि हुन्छ काट्न त तर के यता सानोसानोमा हान्न त्यसै त झरिसक्यो सबै ल गाइस अहिले चाहिँ म झारेर नै आइसकेँ चस्मा लाएर हो पारामा होइन विशाल ल आयो भने मैले शीतल चिनी अब चाहिँ घरतिर गइन्छ त्यही नै हो साम हामी निस्किसक्यौँ हाम्रो भटभटेमा हाम्रो गाउँतर्फ यो चाहिँ अब यस्तो दामी भिडियो आउँछ हाम्रै छिमेकी त्यसमा गएर चाहिँ यस्तो जाँदैछौँ नबोल्नु के भाउदै छैन नि यार लोर हान्दैछ नानी बाटो चाहिँ अब यो बाटो चाहिँ पिच बन्दैछ कहिले बन्छ चाँडै बन्दै हुन्थ्यो भनेको गाउँमा रेड विकास हुँदैछ शनिबार राम्रो इन्डियाको एकदम बबाल इन्डिया जान लाग्छ साइकलमा इन्डियाको लगाउँछ शनिबार हामी सिधै दाइ आज साइकलमा के बार हो आज बुधबार हो बुधबार शनिबारको भ्लग सक्नु होला गाइस साइकलमा इन्डियाको भ्लग त्यो बबाल आउँछ त्यसपछि तपाईँहरूले बबालै सपोर्ट गर्नुपर्ने हुन्छ सबैले सेयर गरिदिनुहोस् लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् कस्तो लाग्यो 10,000 सब्सक्राइबमा राम्रो के भयो एकदम बबाल दिन्छु ल यहाँ चाहिँ काम हुँदैछ हाम्रो गाउँमा चाहिँ यस्तो दामी पिलर हालेर साइकल पो जान्छ किन यार हामी आइसकेँ मिसलको घरमा गइसकेको छ बाजे शीतल चिनी यही होइन यसको पात चाहिँ मस्त सुकाएर खान्छन् रे होइन त्यही हो यतै छ विशालहरू चाहिँ त्यहाँ काम गर्दैछन् चर्पी काम त्यही त गाइस अहिले चाहिँ हामी सामान लिएर आइसक्यौँ यतरी अनि बेलुकाको त्यो आफूले नै बुझ्नु हो क्या त्यस्तो होइन फेरि खायो भन्दा पनि फेरि केही होइन त्यस्तो चाहिँ त्यही हो अब घर पनि आइसक्यो घाम पनि डुब्न लागिसक्यो र घरतिर पुगेपछि के अरे मिस्टर डी अहिले भाउजूले ल्याउँछ अनि त्यही हो आजको भिडियो यति नै हुन्छ अब कसले हेर्नु भएको छ भने यसो लाइक गर्नु सब्सक्राइब गर्नु सेयर गर्नु आजको भिडियो यति हुन्छ थ्याङ्क यू है लास्टसम्म हेर्नु भएको छ अनि शनिबार चाहिँ मस्त राम्रो भिडियो आउँछ इन्डियाको बजारमा कस्तो बजार रहेछ त कसैले देख्नु भएको छ अनि कसैले देख्नु भएको छैन नि त्यो भिडियोमै देख्नुहुन्छ यति भन्दै आजको लागि बिदा लिन चाहन्छु विशाल मस्त गाई बाई बाई